परेछु म त आशा साहब तपाईको सेन्टर जयलमा चिल्लुमचम चिल्लुमचम चुर्लुम च्वाम चाहिँ होइन अहिले बाहिर लगाएर पानीमा चोबालिदिन्छु अनि देख्छ चुर्लुम च्वाम आशा साहब तपाईँ घर चाहिँ कहाँ नि बोल्नु भएन रोल्पा रुकुमै रहेछ नि अलि विकसित ठाउँ घर भए त यस्तो दुर्गममा जाइरहन किन आउनुहुन्थ्यो र अहिले बोल्दै गर न बोल्नु पर्छ क्या आशा साहब मान्छे नबोलेर के गर्नु एकछिन है आशा साहब मेरो साथमा यी कौडा रहेछ एक दुई चरण दाजुभाइ भिड्ने त यो कौडा खेल्ने बानी लगाएपछि पनि तल लाएर हैरहने हुँदो रहेछ भने चुप लाग साले सर बाहिर मान्छेहरू भेट्न आउँछ ल तपाईँ यहाँ ड्युटीमा बसिराख्नुहोस् म हेरेर आउँछु सर के पर्यो त्यो माग्ने हाँडी फोहोरलाई त्यसै थुनामा राखेर हाम्रो पैसा उठ्ला छैन हजुर त्यसलाई छुटाएर पैसा खोज्न पठाउनु पर्यो आउनुहोस् भित्र आउनुहोस् तिम्रा निम्ति हो नि प्यारी मिरमिरी झलैमा कौडा खेल्नाले परियो जेलैमा तपाईहरु मध्ये एकजना मात्र आउनुहोस् माग्ने बुढा अर्काको पैसा नतिरेर खरमा पर्यो अब के गर्छौ त म त अब जे पनि गरौँला नि बरु तिमीहरूको पो पैसा टिपेछ तिमीहरू चाहिँ के गर्छौ नि बुढो गोरुको छाडा भन्दा नि चाम्रो रहेछ यो बुढो त ओइ बाहिर आइज ल आइज ल अब तँलाई है उहाँहरूको पैसा तिर्ने शर्तमा छोड्दैछु तिरिनस् भने फेरि यहीँ ल्याएर झाकिदिन्छु ल यहाँ ल्याच लगा यो दायाँ अनि अर्को बायाँ ल बायाँ पैसा तिर्छस् होइन त अब पैसा तिर्ने सम्भावना त त्यति छैन अब जानलाई चाहिँ जाउँ न अहिले आशा साहब किन अहिले दिनभरि पैसा खोज्ने गए पनि बिहान बेलुका भात खान चाहिँ यहाँ आउनु मिल्दैन बाजी ओहो यस्तो गनाउने दौरा सुरुवाल माग्ने बुढोले दाउमा राखेर के गर्ने नलाउ भने जित्तिहाल्यो अब फोइन लगा कति नै एकचोटि जितिया छ फुर्ती लाउनु थाल्छ अब मेरो दाउ परोस् न तिमीहरूको कागजका लुगा कसरी खोल्दो रहेछ मलाई थाहा हुन्छ ए मेरो बिहेको स्टकआउट हान्ने हो त हान्ने